म आज एउटा कुरो के भन्न गइरहेको छु भन्दाखेरि मेरो यहाँ काँक्रो चोरी भएछ है फर्ममा। के भन्न टिकटक हेर्नेले नै चोरेको हो मलाई थाहा, किनकि अस्ति एक दिन अघिल्लो दिन टिकटकमा हालेँ, राति त चोर दिएछ। त्यो टिकटक हेर्ने नै हो मेरो चोर। अब के भन्न चाहन्छु भन्दाखेरि चोरलाई 2-4वटा मैले टिप्स भन्न गइरहेको छु। जस्तै यो काँक्रो हो, चोर्दाखेरि अलि ध्यान दिएर चोर्नु होला। यसरी बाटोमा छोडेर नजानु होला है। यो अब चुडेर त छोड्नु भयो, चुड्ने मात्रै होइन लिएर जानु होला। अनि अर्को मेन भनेको चोरलाई हेऱ्यो यो त मर्यो होइन, यसरी हाँगा यसको जरै उखालेर डाँठे भाँचेर चाहिँ नचोर्नु होला है, किनकि तपाईँहरूको भविष्य त चोरेरै बित्ने हो। अर्कोचोटि चोर्न पर्छ, किनकि यो सानसानो भनेको त तपाईँहरूले अर्कोचोटि चोर्नलाई चाहिन्छ। त्यही भएर यसलाई नउखालिदिनु होला। र मेन पोइन्ट भनेको अर्को चाहिँ के छ भन्दाखेरि चोरलाई देखाउनु पर्ने जुन यो खाएर सानसानो यो के खाइरहेको थियो यो है, यत्रो नखानुस्, यो सानो नटिप्नुस्, ठुलै चोरेर खानुस् है। यो सानो खाएर तपाईँहरूले मुख मात्रै जिस्किन्छ। त्यही भन्न गइरहेको आजको मेन है। चोरेर जानुभएछ, तपाईँहरूको जिन्दगी चोरेरै बितोस्। र आज चाहिँ नआउनुहोस्, हामीले टिप्यौँ। अब आज बेलुका चोर्न नआउनुहोस् होला ल।